म दाङबाट काठमाडौँ आउँदै गर्दा मेरो छोरीले एउटा होस्टेलको लागि स्कलरसिप पायो भने त्यो चाहिँ राम्रो पक्ष हो भन्ने लाग्छ मलाई। किनभने हामीले खर्च नजुटाइसकेको अवस्था छ नि धेरैको। मेरो छोरी जस्तै अरूकोहरू पनि छोराछोरी छ, जस्तो मेरैले पाउनुपर्छ भन्ने चाहिँ होइन। जसले क्षमता होला त्यसले पाउला, तर यो चाहिँ राम्रो पक्ष हो। यसले गर्दाखेरि मेरो नानीले पनि अब पायो भने ठिक छ, नभए जो जेएनदा विद्यार्थीहरू हुनुहुन्छ जो चाहिँ पढ्न चाहनुहुन्छ उहाँले चाहिँ पाउँछ। यसको लागि एनसेललाई पनि धेरै धेरै धन्यवाद। अछाम भन्ने बित्तिकै सबैले एकदमै टाढा भनेर सोच्नुहुन्छ। एकदम विकट नै ठाउँ छ है हाम्रो जिल्ला चाहिँ। अनि त्यो ठाउँबाट नै यो अहिले हाल काठमाडौँमा बस्दै यहाँ एनसेल कम्पनीले यस्तो फाउन्डेसन खोल्दा अनि एकदमै राम्रो गर्दा चाहिँ एकदमै खुसी पाएको छु। हाम्रो विकट ठाउँको मान्छे नै पढ्ने एउटा शिक्षा मौका पाएको छु, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अझै पनि विकटमा भएका विद्यार्थीहरू, पढ्न पाउने विद्यार्थीहरूले अझै अवसर पाउनेछन् भन्ने आशा छ। सबैभन्दा पहिला म एनसेल फाउन्डेसनलाई सबैभन्दा ठुलो धन्यवाद दिन चाहन्छु, किनकि उहाँले चाहिँ हाम्रो विद्यार्थीहरूलाई एउटा धेरै ठुलो महत्त्वपूर्ण अपर्च्युनिटी दिएकोमा म उहाँलाई धेरै धन्यवाद दिन चाहन्छु। हाम्रो स्टुडेन्टले चाहिँ यसमा फर्म भर्या रहेछ अनि उहाँहरूले चाहिँ म यहाँ छोड्न आयो इक्जाम दिन धेरै एक्साइटेड हुनुहुन्थ्यो। ल अब उहाँहरूको अब नाम निस्कोस् र राम्रो लक्ष्य होस्, यति भन्दै म 2 शब्द यहीँ राख्छु। ल बेस्ट अफ लक सबैजनाको लागि। राम्रो रिजल्ट आयो भने +2 को चाहिँ 2टै वर्षको फी तिर्न नपर्ने हुने जस्तो छ। त्यसको लागि चाहिँ म ज्यादै खुसी छु। थ्याङ्क यू एनसेल, यस्तै प्रोग्रामहरू धेरै ल्याउनु होला।